हेलो एभ्रिवान, वेलकम छु तपाईहरुलाई अनदर भिडियोमा। आज चाहिँ म 50 देखि 60 बीचको कुनै पनि नम्बरको स्क्वायर कसरी निकाल्छन् त्यो चाहिँ सिकाउन गइरहेको छु। र फर्स्ट क्वेशन चाहिँ हामीहरुको 52 को स्क्वायर निकाल्ने। अब यो निकाल्ने बेला चाहिँ सबभन्दा पहिला के गर्नु पर्यो भन्दाखेरि हामीले यो 2 को स्क्वायर गर्नु पर्यो। 2 को स्क्वायर कति हुन्छ? 4 हुन्छ, तर यसलाई 2 डिजिटमा लेख्नु पर्यो। 2 डिजिटमा लेख्दा कति भयो? 0 4। अनि त्यसपछि अब 5 को स्क्वायर गर्नुस्। 5 को स्क्वायर कति हुन्छ? 25 हुन्छ। त्यसपछि 25 प्लस 2 गर्नुस्। 25 मा 2 जोड्यो भने कति हुन्छ? 27 हुन्छ। यो चाहिँ हाम्रो आन्सर भयो। अनि त्यसैगरी यता पनि त्यही गर्नु पर्यो। पहिला सबभन्दा 4 को स्क्वायर गर्नु पर्यो। अब त्यसपछि 4 को स्क्वायर गरे भने कति हुन्छ? 16 हुन्छ। यता 16 लेख्नुस्। अनि 5 को स्क्वायर गर्नुस् कति हुन्छ? 25 हुन्छ। 25 मा 4 जोड्नुस् कति भयो? 29 भयो। अनि यसको आन्सर कति हुन्छ? तपाईहरु कमेन्टमा बताउनु होला। सक्दो आफ्नो साथीहरुलाई पनि शेयर गर्नु होला।